अब मैले तपाईको पार्टीले लोकतान्त्रिक भन्ने किन भन्ने भनेर सोधेको प्रश्नको म बताउँछु नि फेरि। नत्र फेरि सामाजिक सञ्जालमा हाम्रो राष्ट्रपाल हाम्रो घण्टी पार्टीलाई चाहिँ लोकतान्त्रिक होइन भन्ने रिप भन्ने आउँछ हैन। केन्द्रीय सदस्य नभएको मान्छे सभापति हुन पाउँदैन भनेको त्यो त बार लगाएको नि अलोकतान्त्रिक। 94 जना छौं हामी केन्द्रीय सदस्य, एकजना सभापतिदेखि बाहेक 93 जना थियौं। 93 जनामा कहाँबाट निर्वाचित गरेर ल्याए? टीका लगाएर ल्याएको क्या? दोस्रो पनि छ नि, एउटा मात्रै कारणले कहाँ हो त? अनि लोकतान्त्रिक भन्ने दलमा हिजो नेपाली कांग्रेसलाई हामीले अलोकतान्त्रिक भन्यौं। कारण के भने त्यहाँ सभापतिले 50% केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था थियो। तपाईको पार्टीमा 33% सभापतिले मनोनित गर्ने व्यवस्था राख्नु भएको छ। यो अर्को दलमा भए तपाईले के भन्नुहुन्थ्यो थाहा छ? बुरुक्क उफ्रिएर टीके केन्द्रीय सदस्यहरू भन्नुहुन्थ्यो। ल अब तेस्रो, अनि त्यो पार्टीमा 11 जना पदाधिकारी चाहिँ सभापतिले मनोनित गर्नुपर्ने उठ्ने हैसियत भएको छैन, हिम्मत भएको छैन। प्रवक्ता पार्टीमा त आफ्नो विचार पनि हुन्छ, आफ्नो विचारका लागि लड्न पाउँछ मान्छे, तर पार्टीको समग्र विचारभन्दा फरक विचारका लागि लडिरहेको मान्छे प्रवक्ता भइदियो भने सम्प्रेषण सूचना सम्प्रेषणमा पनि समस्या होला कि भनेर। म किन त्यो पनि सुन्नु न, म तपाई सम्झेर हाँसेको हैन। मलाई यो महाधिवेशनको अगाडि तपाईलाई प्रवक्ता बनाइदिए कस्तो पनि म थिएँ त, म कार्यवाहक प्रवक्ता पनि भइसकेको मान्छे हो युनियन पार्टीको। त्योभन्दा अगाडि प्रेस संयोजक, चुनाव प्रेस संयोजकै म। उल्टो कुरा गरिदिन्छ गणेश कार्कीले। 11 जना भने जस्तो लाग्छ तपाईलाई, तर तपाईले समायोजन सम्झिनु भयो भने चाहिँ पार्टी गजब छ है, आफूले गरेको भए चाहिँ बिर्सिया छैन भन्ने। हैन, पार्टी गजब छ है हैन। पार्टीमा जुन बेलामा जब कोही थपिन आउनेछन्, उनीहरूले भाग पाउनेछन्, त्यति बेला विधानलाई धज्जी उडाइनेछ भन्न मिल्छ। तपाईको बुझाइ चाहिँ लटौली सेन्चुरीमा बसेर प्रधानमन्त्री बालन शाहले चाहिँ राष्ट्रसभाको सम्पूर्ण महाधिवेशनको आफ्नो हिस्सा चाहिँ क्लियर गरेर उहाँ काठमाडौँ फर्किनु भयो भन्ने कुरा चाहिँ तपाई स्वीकार गर्नुहुन्न? त्यो त हुँदैन, कुरा त कसरी स्वीकार गर्ने? उहाँ कहीँ पनि बसेर कुनै पनि सन्दर्भमा आफ्ना मान्छे त त्यो कुखुराको बाउले बच्चा छोपे जस्तै छोपेर राख्नुहुन्छ नि बालन शाहले। मैले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधि र नेताहरू चाहिँ अधिकांश पढेकाहरू छन्, युवाहरू छन्, बुझेकाहरू छन्। उनीहरू चाहिँ